ल है साथीभाइहरू, तपाईँहरू गाडी सिक्दै हुनुहुन्छ, भर्खर नयाँ हुनुहुन्छ भने यो भिडियो हेर्नु होला। जस्तै गाडी स्टार्ट गरेर हिँड्नुभन्दा अगाडि के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराहरू र गाडीमा बसेपछि के कुरा ध्यान दिनुपर्छ भन्ने कुरा, दुईटा कुराहरू याद गर्नु होला। गाडीमा बसिसकेपछि तपाईँहरू आएर ड्राइभर सिटमा बसेपछि जहिले पनि सिट मिलाउनु होला। आफूलाई कम्फर्टेबल कतिमा हुन्छ, खुट्टा टक्क थिच्न मिल्ने गरी कम्फर्टेबल हुने गरी सिट मिलाउनुहोस्। त्यसपछि सिट बेल्ट लगाउनुहोस्। सिट बेल्ट लगाइसकेपछि लुकिङ ग्लास हुन्छ, मिरर भन्छ, यसलाई मिलाउनुहोस्। ठ्याक्क पछाडिको भाग देखिने गरी, टक्क गाडीको पछाडिको टायर देखिने गरी र रोड देखिने गरी मिलाउनु होला। त्यति भइसकेपछि के गर्नुहोस्, अनि यो एक्सिलेटर, ब्रेक, क्लच, एक्सिलेटर, ब्रेक, क्लच भन्ने कुराहरूलाई याद गर्नु पर्यो, थाहा हुनु पर्यो। त्यसपछि यो गियर थाहा हुनु पर्यो, टक्क गियरलाई न्युट्रलमा छ कि 1 नम्बरमा छ कि याद गर्नु पर्यो। अनि ह्यान्ड ब्रेक लागेको छैन याद गर्नु पर्यो। अनि स्टार्ट गरेर हिँड्दाखेरि चाहिँ जहिले पनि फुल क्लच थिचेर स्टार्ट गर्नु होला। फुल क्लच थिचेर स्टार्ट गर्नुहोस्। त्यसपछि स्टार्ट गरिसकेपछि गाडीलाई 1 नम्बरमा लाउनुहोस्। 1 नम्बरमा लगाएपछि ह्यान्ड ब्रेक डाउन गर्नुहोस्। ह्यान्ड ब्रेक डाउन गरेपछि अनि बिस्तारै क्लच छोड्दै जानु होला। ब्रेकमा पनि खुट्टा हुनु पर्यो साथीहरू, पछाडि गाडी बग्न सक्छ। बगेको छैन भने हल्का एक्सिलेटरमा खुट्टा राखिरहनुहोस्। क्लच बिस्तारै छोड्दै जानुहोस्, एक्सिलेटर दिँदै जानुहोस्। गाडी बिस्तारै अगाडि बढ्छ अनि क्लच छोड्दै जानुहोस्। त्यसपछि सरर अगाडि बाटोमा हिँड्नु होला। बुझ्नुभयो नि गाइजहरू? यसरी चाहिँ गाडीमा बसेपछि यो कुराहरू चाहिँ तपाईँहरूले ध्यान दिनु होला है त गाइजहरू। अनि यो ब्याग यिनीहरू चाहिँ पछि म तपाईँलाई अर्को भिडियोमा भनौँ होला। मैले एकदम सर्टकटमा भिडियो बनाएर सर्टकटमा भनिदिएको छु है त। ल गाइजहरू, यति कुरा जान्नुभयो भने तपाईँहरूले गाडी चाहिँ प्लेन भन्दा नि बेसी उडाउने हुनुहुन्छ है गाइजहरू। ल ओके, बाई बाई।